अनि डक्टर यो हेल्दी हेयर राख्नको लागि चाहिँ होइन जस्तो हामीले एउटा एज अ डर्माटोलोजिस्टको हजुरको एडभाइस चाहिँ सर्कमस्टान्सेसहरू चाहिँ के हो त? एउटा त रेगुलर वासिङ र केयर गर्नु पऱ्यो। अब कतिपय चाहिँ अब हामी स्कुलहरूमा हुँदाखेरि चाहिँ हप्तामा एक दिन शनिबार नुहाउने बानी थियो भने जस्तै पछि पनि त्यो ह्याबिट गर्न मिल्दैन। एटलिस्ट अल्टरनेट डेज र हप्तामा 2 चोटि चाहिँ हेयर वास गर्नुपर्ने हुन्छ। त्यसमा हामी झन् आउटडोर एक्टिभिटिजहरू भइसके पछाडि पल्युसन हुन्छ, डस्टहरू हुन्छ, सो त्यसले पनि वास गर्नुपर्ने हुन्छ। तर अगेन ओभर वासिङले गर्दाखेरि पनि कपालहरू टुक्रिने समस्या हुनसक्छ। सो त्यो कारणले स्याम्पू गरी धेरैले सोध्ने क्वेसन चाहिँ हाउ फ्रिक्वेन्टली डु यु वास यर हेयर भनेर भन्यो भने 2 थरीको थ्योरी छ कि एउटा डेली वास गऱ्यो भने टुक्रिन्छ, झर्छ भन्ने पनि छ थ्योरी। अर्को चाहिँ फेरि होइन वास गरेन भने चाहिँ फेरि ग्रिजी हुन्छ, त्यो स्क्याल्पहरू चाहिँ डर्टी हुन्छ भन्ने कुरा पनि हुन्छ। सो आई वुड चाहिँ एटलिस्ट अल्टरनेट डेज अथवा 2 दिनको ग्यापमा चाहिँ तपाईँको स्याम्पूहरू गर्नु पऱ्यो। र स्याम्पू गर्दाखेरि हामीले कपाल मात्र होइन स्क्याल्पमा पनि गर्नु पऱ्यो। र स्पेसली अलिकति ड्यान्ड्रफहरू छ भने चाहिँ एन्टी ड्यान्ड्रफ स्याम्पूजहरू किटोकोनाजोल, क्लिम्बाजोल यो भएको प्रोडक्ट्सहरू चाहिँ स्क्याल्पमा 10-15 मिनट भिजाएर वास गर्ने